6 महिना अगाडि काठमाडौँमा हुँदा ग्वार्कोको जाममा फसेको थिए र जाममा फसेको बेलामा साइडको फ्लाइओभर हेरेर सोचिरहेको थिए कि यार यो फ्लाइओभरको काम कहिले सकिन्छ। तर जब मैले थाहा पाएँ कि हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले यो ग्वार्कोको फ्लाइओभरको उद्घाटन गरे, मलाई त विश्वास नै लागेन र म यो न्युजको कन्फर्मेसन लिनको लागि सिधै म प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजमा पुगेँ र त्यहाँ यही सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा एउटा पोस्ट राखेका थिए र पोस्टमा लेखेका छन् कि नेपालको सडकमा पहिलो नै हुनुपर्छ, ग्वार्कोमा आजदेखि फ्लाइओभर सडक सुरु भएको छ। अब यस पोस्टमा एउटा पिक्चर पनि अपलोड गरेका छन् र पिक्चरमा हेर्न सक्नुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओली छन् फ्रन्टमा भने ब्याक साइडमा ग्वार्कोको फ्लाइओभर छ। अब यहाँ लेखिएको छ कि देशकै पहिलो फ्लाइओभर ग्वार्को फ्लाइओभर। अब यस्तो खाले पोस्ट हेरेर नेपाली जनतामा अटोमेटिकली उत्साह जागेर आउँछ र लाग्छ कि देश अहिले डेभलपमेन्टको बाटोमा हिँडिरहेको छ। र यही पोस्टको म कमेन्ट पढ्दै गइरहेको थिएँ र कमेन्टमा पनि एकदम राम्रो राम्रो कमेन्ट आएका छन् र एउटा दुईटा म कमेन्ट पढेर म देखाउँछु। अब एकजना लेखेका छन् कि हाम्रो पीएमको पोस्ट विचार हामी नेपाली एउटा फ्लाइओभर बन्दा यति खुसी हुनु पर्या छ, सानो बेसिक डेभलपमेन्ट हुँदा पनि यति धेरै एक्साइटेड छु, नेपालको विकासको गति र जनताको आशा यति नै हुनुपर्ने हो क्वेसन मार्क। त्यस्तै गरी अब राम्रो काम तर 100% भ्रष्टाचार भएको छ, कति होला निष्पक्ष छानबिन समिति बनाएर देखाउ त, तब तिमीलाई मानौला। धन्यवाद प्रधानमन्त्रीज्यू, तपाईँकै पालामा यस्तै विकासका गतिविधि अझै धेरै हेर्न मन छ रे। त्यस्तै गरी हाम्रो पार्टीको नेतृत्वमा देश बन्नेछ, त्यही भएर कोहीलाई औडा छ, बिचरा हामी खुसी भनिदिनु पर्ने हो, ग्रेट जब, दुनियाँमा कसैले नगरेको काम गरेछौ, अब पुरै विश्व चकित हुने भयो, एउटा फ्लाइओभर बनाउँदा यत्रो फुर्ती थुक्क जुनी रे। योजना बालेनको पैसा नेपाली जनताको कर अनि सम्मान चाहिँ झोलेलाई, फ्लाइओभर अझै चिन्नु भएको रहेनछ हाम्रो देशको प्रधानमन्त्रीले, ब्राइट फ्युचर इन कमेडी। अब इन्टरभ्यूमा तपाईँको कार्यकालमा भएको एउटा राम्रो काम भन्नुहोस् भनेर सोध्यो भने ग्वार्को फ्लाइओभर बन्न पाइने भयो, अरू नभनेर। जब त्यति एउटा फ्लाइओभर बन्दा खुसी हुनुपर्ने कुरै छैन बेजती रे, बधाई छ। 1 वर्षमा सकाउनु पर्ने काम 4 वर्ष लागेको छ, त्यही नि उद्घाटनमा प्रधानमन्त्रीको तामझाम, यो पुल महानगरको मेयरले उद्घाटन गराए हुन्छ रे, पहिलो ओभरपास बनेकोमा खुसी लागेको छ, धन्यवाद। अब कमेन्टमा जे जस्तो कमेन्ट आए पनि प्राय कमेन्टमा भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई नै दिएका छन् भने अब नेपालमा यो फ्लाइओभर भनोस् या ओभरपास भनोस् या जे भनोस्, अब पहिलोचोटि बनेको छ भने एज अ नेपाली एक्साइटेड त हुनु नै पर्छ।